जय जय राधे, जय जय श्याम। सम्पूर्ण दर्शक महानुभावमा म भने इन्द्र गजुरेल शास्त्री केही महत्त्वपूर्ण जानकारी लिएर आइरहेको छु। आउँदै गरेको मार्च 3 तारिक 2026 को दिन चन्द्र ग्रहण पर्न गइरहेको छ। यस दिन नेपाल, भुटान, भारत, बर्मा आदिबाट देखिने चन्द्रग्रहण, यस विषयमा म हजुरहरू समक्ष केही बतलाउन गइरहेको छु। दर्शक महानुभाव, चन्द्रग्रहण यो दिन 3:34 स्पर्श भएर खग्रास भए पनि यो चन्द्रग्रहण चाहिँ साँझ 7:02 रहनेछन्। त्यति बेला मात्र सूतक समाप्त हुनेछन्। अपितु सूतक चाहिँ कति बेलादेखि सुरु हुन्छ भन्दा बिहान 9:03 बिहान 9:03 चन्द्रग्रहणको सूतक प्रारम्भ हुँदछ र यसमा चाहिँ हामीले कुन कुन राशिले हेर्नुहुने नहुने यो बताउन गइरहेछु। मेष राशिलाई धेरै चिन्ता हुनेछ, वृष राशिलाई व्यथा, मिथुन राशिलाई श्री प्राप्ति छ। मिथुन राशिले चन्द्रग्रहण हेर्न सक्छन्। कर्कट राशिलाई क्षति छ, हानि छ। सिंह राशिलाई घात छ, बडो सङ्कट छ, किनकि त्यो दिन सिंह राशिमा नै चन्द्रमा रहेको कारण अथवा पूर्व फाल्गुनी नक्षत्र भएकालाई पनि धेरै नोक्सान कष्टदायक छ। कन्या राशिलाई व्यय छ, खर्च बढ्दछ भने तुला राशिलाई लाभ छ, वृश्चिक राशिलाई सुख छ र धनु राशिलाई माननाश छ, अर्थात् आफ्नो मान सम्मानमा हानि हुन सक्छ र मकर राशिलाई कष्ट छ, कुम्भ राशिलाई स्त्री पीडा छ र मीन राशिलाई सौख्यम सुख छ। यस प्रकारका यी जानकारी हजुरहरू माझमा मैले ल्याएँ भनेदेखि हजुरहरूले यसलाई यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला, फलो गरिदिनु होला, ताकि हर जनमानसमा पुगोस्। यति बेला हामीले भोजन नगर्ने तर एउटा चिज छुट छ, बालक, वृद्ध तथा रोग हो। बालकलाई, वृद्धलाई र रोगीलाई र पनि मध्य ग्रहणको समयमा 3:34 चाहिँ बेलुका 6 बजीसम्म नगरिदिए, भोजन पनि नगरिदिए, 6:03 भोजन पनि नगरिदिने र 7:02 मात्र ग्रहण सकिनेछ। यति भन्दै यो भिडियो, छोटो भिडियो हजुरहरू माझमा मैले पस्केँ। यति हजुरहरूले सक्दो सेयर गरिदिनु होला। नमस्ते, राधे राधे।